हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आज के भन्न गइरहेको छु भने म चाहिँ हिजो चाहिँ बोजूसँग हस्पिटल गएँ होइन। म चाहिँ सेकेन्ड सिटमा बस्छु नि त हस्पिटल जाँदा होइन। अन्त म चाहिँ कहिले उयो लाउँदिनँ, बेल्ट लाउँदिनँ होइन। जाँदै थिएँ पुलिसले झ्याक्कै रोक्यो। पुलिसले झ्याक्कै रोकेर त 250 तिरायो। तर त्यो 250 पनि कहाँ, यहाँ त ब्याङ्कको द्वारमा जानुपर्ने रहेछ नि त। अन्त त्यो प्रोसेस चलिरहेको छ। अब त्यो 250 गएर ब्याङ्क पोस्ट अफिसमा 250 तिर्नुको लागि पोस्ट अफिस जानु पर्यो। अन्त पोस्ट अफिस गएर त्यो पोस्ट अफिसबाट रिसिप्ट दिन्छ, त्यो रिसिप्ट चाहिँ राखिराख्नुपर्छ अरे बोजूले भनेको। फेरि पक्रिहालेछ भने त्यो देखाउनु पर्छ अरे। अब त पक्रिँदैन होला होइन, तर अब कोही बेला चेकिङहरू भइहाल्यो भने चाहिँ त्यहाँ उयो लिस्ट आएको हुन्छ अरे नि त। यो केटी त पहिला पक्रेको थियो वेस्ट बेल्ट नलाएकोमा भनेर कि, त्यही कारण चाहिँ त्यो बिल राखिराख्नुपर्छ अरे। अन्त चाहिँ प्रब्लम हुँदैन अरे भनेर भन्दै थियो। यो चाहिँ हिजोको घटना हो। हुनु त कसलाई पनि नभनौँ भनेको थियो कि किन उयो गर्नु भनेर, तर पनि अब सबै सतर्क होस् भनेर भनेको। यहाँ चाहिँ सेकेन्ड सिटमा बस्नेले त अरे बेल्ट लाउनुपर्छ, त्यो चाहिँ याद राख्नुहोस् होला सबैजनाले। धन्यवाद।